देशमा यस्तो अवस्था लिएर फेरि देश बनाउँछु भन्छन् केपी बा। हामीले यो देश बनाउनु पर्ने छ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। सरकारमा छँदा दिएका निर्देशनहरू। जिन्जी साथीहरू फेरि पनि कति हिम्मत छ यी बुढालाई देश चलाउँछु भन्छन्। पासपोर्ट रोक्ने के ठानेको छ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? यिनीहरूको पासपोर्ट खारिज नै गर्ने होइन, यिनीहरूलाई त पठाइदिने हो कि। नेपालमा यिनीहरूको कामै छैन, कुनै पनि काम छैन यिनीहरूको। अझै भन्छ मै हुँ राम्रो, मै हुँ यो ऊ भनिरहेको छ। कति लाज पस्न नसकेको होला कि यो मान्छे। 78 जना मारेर यसले फेरि मैले देश बनाउँछु, मैले बचाउँछु, मैले विकास गर्छु भन्छ त। यो त